आज म 10 घण्टा सुतेर पनि निन्द्रा भने चाहिँ पुगेकै थिएन क्या। सुत्न त जति सुते पनि पुग्दैन, तर अल्छी नमानेर उठ्नु त परि नै हाल्यो। उठ्ने बित्तिकै आफूलाई चाहिने सामानहरू लिएर गए नुहाउनलाई। अब फ्रेस भएर आयो है त। क्लिन से भनेर आएको कस्तो बच्चा जस्तो देखे क्या। छोरी बच्ची हो क्या? अनि कपाल सुकाउनको लागि केटीहरूको जस्तो हेयर ड्रायर चाहिँ थिएन, अनि फ्यानले काम चलाउनु पर्यो। अनि कपाल सुकेपछि अर्को कपडा लाउन लागे। वन्स अगेन हेलो भन्दै अर्को कपडा लाएर पुरानो कपडाहरू चाहिँ कलेक्ट पारेर धुनलाई रेडी पारे। अरू भन्दा पनि सेतो कपडा चाहिँ लाउन मनपर्छ, धुन चाहिँ मन नै पर्दैन क्या। हातले धुनुपर्छ क्या, वासिङ मेसिनमा जाँदैन। हातले धुनुपर्छ भनेर थाहा पाएपछि यत्तिकै अनुहार बिग्रेर आउँछ क्या मेरो। मेसिनमा कपडा हालिसकेपछि दाँतको सरसफाइ गर्ने पालो। दाँत मोलिसकेपछि सुकेको कपडाहरू थियो, अनि त्यही मिलाउनेतिर लागे म चाहिँ। केटीलाई पट्याउन नसके पनि कपडा चाहिँ पट्याउन आउँछ है मलाई। अनि आफ्नै सुरमा ज्ञानी भएर कपडा पट्याउँदै बसेँ म। अनि चिया खाने टाइम भयो मेरो। आजभोलि चाहिँ म डेली चिया खाइरहेको छु। कारण चाहिँ हो कोरियाको जाडो। कोरियामा चाहिँ आजभोलि डेली जाडो बढिरहेको छ क्या, त्यही भएर पनि डेली चिया खाइरहेको छु। अनि अरूभन्दा कफी भन्दा पनि मलाई चिया नै मिठो लाग्छ क्या। अनि चिया र बिस्कुट भयो त झनै पर्फेक्ट। अनि अब उसिनेको अन्डा खाने पालो। अनि यसरी चिया बिस्कुट अन्डा खाँदाखेरि चाहिँ मलाई मेरो मम्मीको याद आउँछ क्या। मम्मीले जहिले यसरी बनाएर दिनुहुन्थ्यो क्या, तर अहिले त आफै बनाएर खानु परिगयो। यो तातो तातो अन्डा मुखमा हालेको ओभरै तातो रहेछ क्या। मुखबाट निस्के त सही थिएँ, तर फेरि मुखमै हालिदियो मैले त। अनि मोबाइल चलाउँदै बसेको ठ्याक्कै याद आयो कि मेरो नेपालमा भएको साथीले मलाई एउटा च्यालेन्ज दिएको थियो क्या, डान्स च्यालेन्ज। जसलाई चाहिँ डान्सै गर्न आउँदैन त्यसलाई डान्स च्यालेन्ज दियो क्या। तै पनि मैले गरेँ है। ये क्या हो गया? वाह क्या सीन है। बाहिर चाहिँ जाडो पनि थियो, त्यही माथि पानी परेर कहीँ पनि जानु पाएन। त्यसपछि खाना खाएँ। खाना खाएको चाहिँ भिडियो गराउन पाएन, पत्याउनु हुँदैन भने चाहिँ सरी है यसको लागि चाहिँ। सो आज चाहिँ कहीँ पनि बाहिर नगएर रुमको रुममै बित्यो मेरो दिन। आई होप हजुरहरूलाई यो भिडियो मन पर्यो होला। अब अर्को नयाँ भ्लगमा भेटौँला। अहिलेको लागि चाहिँ बाई बाई।